साथीहरु नमस्कार। आज चाहिँ म तपाईहरुलाई बसेको गाईलाई कसरी उठाउने त उठ्न नसकेको कमजोरी गाईहरु चाहिँ बसिसकेपछि उठ्न सकेन भने कसरी उठाउने त यसलाई एउटा डोरीको सहायताले डोरीमा सपोर्ट गरेर कसरी उठाउने त भन्ने देखाउन गइरहेको छु। यो गाई चाहिँ बसेको छ, विकनेस भएर कमजोरी भएर उठ्न नसक्ने अवस्था भएर चाहिँ आफै उठ्न नसकेपछि यहाँनेर डोरीको सहायताबाट उठाउन प्रयास गरिरहेको छु। हेर्न सक्नुहुन्छ तपाईहरुले। यो चाहिँ आफै पनि बल गर्दैछ तर सकेन। अब हामीले डोरीको माध्यमबाट यसलाई उठाउने प्रयास गर्दैछौँ। हेर्नुहोस् त एकदम विकनेस भएको छ गाईलाई, एकदम कमजोर भएको छ। हामीले उठाउँदैछौँ यहाँनिर हेर्नु होला है त। यसरी तपाईहरुले पनि आफ्नो घर ठाउँमा यस्तो समस्या भयो भने तपाईहरुले आफै पनि गर्न सक्नुहुनेछ है त। अस्तिदेखि के भइरहेको थियो अनि दबाई खाइरहेको थियो। हल्का हल्का डोरीलाई चाहिँ लुज गरिदिनु कि लड्न खोज्यो भने मात्रै तान्दैन। गोरु दुईटा बाँस जस्तो हाल्दाखेरि हुँदैन। यसलाई हल्का छोड्दिनु होइन, बाँस नहाल्नु, बाँस नहाल्नु, ब्याउनु रहेछ नि त। यो पुरा बाँस, यो यसलाई हल्का हल्का छोड्नु न। एकछिन थाम्दा अब गाई थामिन्छ क्या, त्यो भक्कै लड्दैन नि त। हो उसले खुट्टा टङ्ग्रेमा यो डोरीलाई चाहिँ हल्का छोड्दिनु हो। यसरी लड्न खोज्यो मात्रै डोरीलाई झ्यापै पक्रिनु। त्यो पराल उता लगाइदियो त त्यो भुँडीपट्टि उता। अनि हिजोदेखि उठेन। यो तरिका डोरी चाहिँ लगाउने तरिका थाहा हो नि। यतापट्टि डोरीको चाहिँ याद गर्नु नि। अब सधैँ त आएर डोरी लगाउने तरिका देखाउनु पर्दैन नि। ठ्याक्क लगाउने लाठेको बल पुगेछ। अब तपाईँले मुनि एउटा बाँस कपडा हाल्दा चाहिँ के हुन्छ भने भुँडी माथि आउँछ, गाईले खुट्टै टेक्दिँदैन। यसो गरेर लत्तो छोडिदिन्छ, जिउ फालिदिइहाल्छ। तर यो हुँदा चाहिँ सबैतिरबाट सपोर्ट मिल्यो नि त उसलाई, डोरीको सहायताले अनि उठ्ने हो क्या गाई। नत्र तपाईँले प्रायः मान्छेले चाहिँ यहाँ मुनि बाँसहरू हाल्ने अनि त्यो तिर्पालहरू हालेर अनि यसरी काँध हाल्न खोज्छन्, तर गाईले त्यति बेला लत्तो छोडिदिने हो क्या। यति बेला चाहिँ उसलाई खुट्टा गाई तपाईँको साह्रै दुब्लो छ यार, के भएको अब म आफै छक्क भइरहेको। घाँसहरू खाइरहेछ कि घाँसहरू नखाएको होइन, तर अहिले डाले घाँस हो, डाले घाँस डाले घाँस होइन। उयो नेबारो ल्याउनु नि, 2-4 पत्ता एक डाला भइहाल्यो त। धेरै कारण हुन्छ। अब यसको चाहिँ एक्चुअली म ए नहाल्दिनु, एक डाला यसो खानुको लागि मात्रै क्या, भुँडीतिर उयो होला काट्यो। एउटा डाला काट्नु नि भइहाल्यो। यता उ डक्टरले त क्याटेटर नै पाल्छ नि। काटेमै हुन्छ है। काटी खाने जिउ लाग्दैन नि त गाई। हाम्रो त्यस्तै भएर तर होइन हाम्रो त हुन्छ नि धान हुन्छ नि काका, त्यो पनि लगेर ढुट्याउँदैछु क्या। हरियो घाँस हरियो घाँस खाने होइन भिटामिन दिनु पर्दो रहेछ। हामीले 2 किलो ल्याएर